हाई गाइज वेलकम छ हजुरहरूलाई मेरो सानो छोटो मिनी भ्लगमा आफ्टर लङ टाइम पछि म चाहिँ किचनतिर सानो भिडियो बनाउँदैछु। अस्ति सन्डेको भिडियो हो कि गाइज, हल्का एडिट गर्न अल्छी लागेर चाहिँ मैले आज एडिट गर्दैछु। सो म चाहिँ सबै खाएको लागेको घुम्न गएको सबै पब्लिक गर्छु कि हैन, सानो सानो मोमेन्टहरू क्याप्चर गरेर राख्छु, पब्लिक गर्छु। सो सम पिपुलले कोही मान्छेहरूले भनेको सुनेको मैले चाहिँ हैन, अब कोही आफूले नभनेको पनि सुनेको। कोही मान्छेहरू चाहिँ यो फल्ना त यो पनि पोस्ट गर्ने त्यो पनि पोस्ट गर्ने जे पनि भिडियो बनाउने भन्दो रहेछ। सो अरूलाई त्यस्तो नभन्नु, आफ्नो ह्याबिट हुन्छ, सबैको एउटै ह्याबिट हुँदैन। कोहीको एकदम सबै कुरा प्राइभेसी नै राख्न मन पराउँछ भने कोही चाहिँ सबै कुरा पब्लिक गर्न मन पराउँछ। सो आफ्नो खुसी हुने तरिका हो त्यो चाहिँ, मेरो विचारमा चाहिँ हैन, आफ्नो रहर हो, आफ्नो विचार हो हैन, त्यही हो गाइज। सबै एउटै हुँदैन। यो चाहिँ मैले गुन्द्रुकको अचार बनाउँदै हो। अस्ति मामुले नेपालबाट पठाउनु भएको थियो। मलाई चाहिँ यसरी अचार मात्रै मनपर्छ कि तरकारी भन्दा पनि बढी चाहिँ गुन्द्रुकको चाहिँ। मेरो खानाहरू सबै फाइनली रेडी पनि भयो। अब चाहिँ हामी खाना लाग्यो गाइज। हस्बेन्ड र म चाहिँ जहिले एउटै थालमा खान्छु क्या, त्यही भएर एउटै ठाउँमा पस्किन्छु। यति नै हो मेरो भिडियो चाहिँ। बाई बाई गाइज, नेक्स्ट भिडियोमा भेटौँला।